हामी चाहिँ बिहानै उठेर हिँडेको गाइजहरू। म चाहिँ पसिना भइसक्यो ल। यस्तो छ, टल्किने रहेछ सो ठिकै छ। गाउँघरको हिँडाइ हो, एक्सर्साइज गर्नुपर्छ भन्नुभएको छ साथीहरूले। खासै त्यस्तो मोटो पनि छैन, अहिले त पुरै घटिरहेको छु होइन। सो एकजना भाइ एकजना दाजु चाहिँ पर पुगिसक्नु भयो। म चाहिँ हिँड्न सकिरहेको छैन यहाँ। यस्तो छ है, सब बोट बिरुवाको मुना पलाएको छ, पाउला पलाएको छ। हेलो गाइजहरू, आजको चाहिँ धेरै समय पछाडि आज चाहिँ म लगायत मेरो साथीहरू चाहिँ घुम्न गइरहेछ। बजारभन्दा माथि, यो चाहिँ पालिका हाम्रो गाउँपालिका भवन भयो। अलि माथितिर एकजना दाजुले घुम्न जाउँ भनेर गइरहेछ। तर यता मेरो गाउँको मौसम चाहिँ यस्तो छ है गाइजहरू। मौसम यस्तो छ होइन, यतातिर चाहिँ पुरै फापर सरेको रहेछ, राम्ररी उम्रेको छैन। यतातिर चाहिँ जाउँ है, यतातिर चाहिँ गाइजहरू जौहरू पुरै बिरुवाहरूको मुना पोलाइरहेछ। पोलाउने बेला पनि हो, चैत वैशाख हो। यतातिर चाहिँ मकै खासै राम्ररी उम्रेको छैन रहेछ, मकैको बिउहरू। यता चाहिँ दुधिलोको बिरु, घाँसहरू सब यता पोलाइरहेछ। यता मेरो मासबुमले घानाम भेट्नु भएछ, त्यसले चाहिँ सिस्नु भन्छ है। त दुई भाइ पुरै हिँडिराख्नु भएको छ। म चाहिँ से भइरहेको छु है गाइसहरू, हिँड्नु नसकेर। यस्तो छ गाउँघरको, यस्तो छ है। औषधि देखिरहेको छु, यो चाहिँ जन्डिसको औषधि भन्छ है हाम्रोतिर चाहिँ। तपाईँकोतिर के भन्छ यसलाई गाइजहरू, कमेन्ट गर्नु होला। सुनसान रातमा यो एक्लो बाटोमा म हिँडिरहेको। बाटो अफरोड छ। यहाँ मैले चाहिँ 50,000 जितेँ होइन। यहाँ म भन्छु ए बाजी त अनि के गर्ने हो ए दाजु, 50,000 त दिने होला नि। मैले त नि मेरो आइफोनै राखेको। यहाँ यो एकजना डल्ले दाजुले चाहिँ माथि बाटो छ भन्दा छैन बाजी राखौँ भन्नुभएको थियो। 50,000 मैले चाहिँ मेरो चाहिँ आइफोनै उहाँले राख्नु, तिम्रो आइफोन 50 गर्नुपर्छ भन्नुभएको थियो। सो मैले चाहिँ यता भाइ पनि छ, बाजी माथि रोड छ भन्ने। यहाँ उहाँ दाइले चाहिँ मेरो आइफोन 50 भनेर मैले 50,000 जितेको छु। माथि रोड चाहिँ माथि थियो, तर उहाँले चिन्नु भएन। 50,000 जितेको मैले। खाना तो पिका खाऊ
Kasih orang kaya tokang mancu, lamar itu. Mah, enggak dong komso kalau ten orang napi kata sikap kanang we onda suka ten nih. Opio. Kami kan gimana kan ketemu satu tiko. Orang nak nggak sila kong kata kau. Kok tak kan? Itu orang nak balik lepas suka be. हाम्रो दाइले चाहिँ जग्गा किन्नु भएको छ सिमाना देखाउँदै जानु भएको छ हामी चाहिँ यसो घुम्नलाई दुईजनै बाहिरबाट आएको त्यही भएर यसो एक्सर्साइज हुन्छ भनेर आएको हामी चाहिँ त्यो भाइ पनि ब्रिजबाट आउनुभयो हो न एकसँग ढुङ्गा खानी खरघारी धेरै रहेछ जग्गा Amin maga building nih engkau sotang kopi nangko kau pelungan adi ini kaya. यो चाहिँ यतातिर घुम्दैछौँ यो चाहिँ खाल्टोतिर भाँसिन्छ कि सोत्तर धेरै रहेछ यस्तो डर लाग्छ मलाई त विदेशीलाई मैले घुमाएको यसको सेक्सन भन्छु यही सिमाना है यो दुर्गा यही दुर्गा एकसँग रोड हैन मुर्गा पनि अगाडि नभन्छ न यस्तो हैन हैन अरु उनको रास्ता भन्छ उनको लम्बाले अरु भाग्य लिनु अरु उनको लम्बा अरु न बान्नु चित्त दुआ नि होला अरु न तेल खवाना चित्त दुआ न उनको घर अरु उनको बिनु लोग अरु सोदन तो न थाक्ना तर उनको ननागे उही दिगे जे वाचिरे बोयम या हुँदैन नन से दक्क हुन नागे के हा म बुद्धि म त भन्छ ठेक्काना आजु अरु उनको लम्बा हा सिमाना नै मैले देखाउँछु भिडियो गरेर न यही आको सिमाना है यही यसरी यो ढुङ्गा सिमाना आको है त्यहाँको सिमाना यो यो लगाइरहेको होइन यही हो सिमाना है यहाँदेखि यहाँबाट क्षेत्रफल यहाँ एउटा ढुङ्गाभित्र के चाहिँ बसिरहेको रहेछ गाइस सो मैले चाहिँ तपाईँहरूलाई देखाउँदैछु डर नि लागिरहेछ सो म चाहिँ यतातिर गइरहेको छु ढुङ्गाभित्र के बसिरहेको रहेछ पुरै कालो छ है देख्नु भएको छ कि नै हल्का चल्ली पनि रहेछ यो के हो मलाई डर लाग्छ तर सो म चाहिँ मेहनत गरेर जाँदैछु यो के होला यो हेर्नु होला है गाइजहरू निस्कियो यहाँ चाहिँ एकजना कोही आफ्नो आफन्त जस्तो देखेँ त्यो निस्किँदै हुनुहुन्छ मेरो भाइ पो रहेछ यार को भनेर मैले त अनि राम म त छक्कै परेर तर्सेको नि